के तपाईँ आइपिओ भर्नु भएको छ र आइपिओ भरेर तपाईँलाई त्यो आइपिओ परेको नपरेको थाहा छैन भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आइपिओको रेजिस्टर गर्नलाई क्रोममा गएर माथि सर्च गरेको कुरा सर्च गर्नुहोला। त्यस पछाडि आइपिओ results.cdsc.त्यो त्यसपछि यस्तामा मेरो सेयर भन्ने त्यो खुल्छ चेक सेयर रिजल्टको। त्यहाँ चाहिँ आफूले भरेको कम्पनीको नाम चाहिँ माथि गर्नु होला। त्यसपछि तपाईको उसमा भएको बिओ आइडी नम्बर हाल्नु होला र बिओ आइडी नम्बरलाई अलिअलि लुकाएर राख्नु होला त्यो गरेर। त्यस पछाडि बिओ आइडी नम्बर हाले पछाडि तपाईको तल 5वटा लेटर आउँछ त्यो लेटरमा गर्नु होला अनि एक्सेप्ट भएको रिजेक्ट भएको कुरा देखाउँछ। एक्सेप्ट भएपछि कङ्ग्रेचुलेसन भनेर आउँछ।